के तपाईलाई थाहा छ संसारको एउटा यस्तो अदृश्य शक्ति छ जसले चाह्यो भने नेपालमा पानी नै नपारेर हाहाकार गराइदिन सक्छ र त्यही समयमा संसारको अर्को कुनामा चाहिँ यति ठुलो बाढी ल्याइदिन सक्छ कि पुरा देश नै डुब्न सक्छ। अचम्मको कुरा के छ भने यो सबै विनाशको सुरुवात आकाशबाट होइन बल्कि प्रशान्त महासागरको शान्त पानी मुनिबाट हुन्छ। वैज्ञानिकहरू यसलाई अल निनो भन्छन्। यसलाई सामान्य मौसम परिवर्तन भन्ने भुल नगर्नुहोस्। यसले संसारको अर्थतन्त्रलाई अरबौं डलरको नोक्सान पुर्याउन सक्छ र भोकमरीसम्म निम्त्याउन सक्छ। आखिर के हो अल निनो? यसले कसरी काम गर्छ? सबैभन्दा महत्त्वपूर्ण कुरो यसले हाम्रो देशलाई कसरी सिधै असर गरिरहेको छ। आउनुहोस् आजको यो भिडियोमा यसको पुरा भित्री रहस्य एकदम सरल भाषामा बुझौँ। सरल भाषामा बुझ्नको लागि पहिला सामान्य अवस्थामा कस्तो हुन्छ त्यो हेरौँ। सामान्यतया भूमध्य रेखामा चल्ने बलियो हावाले प्रशान्त महासागरको तातो पानीलाई एसिया र अस्ट्रेलियातिर धकेल्छ। यहाँ तातो पानी जम्मा हुने भएकाले बादल बन्छ र हाम्रोतिर राम्रो वर्षा हुन्छ र दक्षिण अमेरिकाको पेरु देशतिर चाहिँ तलको चिसो र पोसिलो पानी माथि आउँछ जसले गर्दा त्यहाँ प्रशस्त रूपमा माछाहरू पाइन्छन्। तर हरेक 2 देखि 7 वर्षमा प्रकृतिमा एउटा अनौठो गडबडी हुन्छ। त्यो तातो पानीलाई धकेल्ने हावा अचानक कमजोर भइदिन्छ। नतिजा त्यो तातो पानी एसियातिर आउनुको सट्टो उल्टै दक्षिण अमेरिकातिर रोकिन्छ वा त्यतैतिर बग्न थाल्छ। महासागरको यो असामान्य रूपमा पानी तात्ने प्रक्रियालाई अल निनो भनिन्छ। बाइ द वे अल निनो एउटा स्पेनिस शब्द हो जसको अर्थ हुन्छ सानो बच्चा। डिसेम्बर यानि कि क्रिसमसको आसपासमा पेरुका मानिसहरूले समुद्रको पानी तातेको पहिलो पटक नोटिस गरेका हुनाले यसको नाम अल निनो राखिएको हो। अब सोच्नुहोस्, जब समुद्रको तापक्रम र वायुमण्डलको चक्र नै उल्टो हुन्छ तब संसारभरिको मौसमको मुख्य इन्जिन नै बिग्रिन्छ। जहाँ सधैँ पानी पर्थ्यो जस्तै अस्ट्रेलिया, इन्डोनेसिया र दक्षिण एसिया, त्यहाँ इतिहासकै भयानक खडेरी पर्छ र जङ्गलमा डढेरो लाग्छ। र जहाँ सामान्यतया सुक्खा हुन्थ्यो जस्तै पेरु वा अमेरिकाका केही भागहरू, त्यहाँ यति ठुलो वर्षा हुन्छ कि बाढी र पहिरोले प्रचण्ड मचाउँछ। यसले गर्दा खेतीपाती सकाप हुन्छ, रोग व्याधि फैलन्छ र खाद्यान्नको मूल्य आकाशिन्छ। ए भाइ, तर यो त प्रशान्त महासागरको कुरो हो। नेपाल त त्यहाँबाट धेरै टाढा छ। हामीलाई यसले के फरक पर्छ? तपाईँ पनि यदि यस्तै सोच्दै हुनुहुन्छ भने तपाईँ पूर्ण रूपमा गलत हुनुहुन्छ है। नेपालको सिधै कनेक्सन छ एल निनोसँग। नेपालको मुख्य खेती भनेको धान बाली हो र यो सम्पूर्ण रूपमा मनसुनमा निर्भर हुन्छ। जब प्रशान्त महासागरमा एल निनो सक्रिय हुन्छ यसले दक्षिण एसियाको मनसुनलाई कमजोर बनाइदिन्छ। यसको सिधै अर्थ हो नेपालमा पनि पानी कम वा खडेरी लाग्ने। विगतका डेटा हेर्ने हो भने एल निनो भएको वर्ष नेपालमा हिउँदमा पनि पानी वा हिउँ पर्दैन, जसले गर्दा हिउँदे बाली बिग्रिन्छ। गर्मीमा तापक्रम असामान्य रूपमा धेरै माथि पुगिन्छ जसलाई हामी हिट वेभ भन्छौँ। र सबैभन्दा डरलाग्दो कुरा, पानीको मुहानहरू सुक्छन् र पहाडी भागमा भएका खानेपानीका हाहाकार हुन थाल्छ। यानि प्रशान्त महासागरमा आउने एउटा सानो परिवर्तनले हाम्रो भान्साको चामलको मूल्य र देशको अर्थतन्त्र कति महँगो बनाइदिन्छ। तपाईँ आफै सोच्नुहोस्। प्रकृति साँच्चै नै अनौठो छ। एउटा कुनामा भएको सानो हलचलले पुरै संसारलाई हल्लाउन सक्छ। वैज्ञानिकहरू भन्छन् कि क्लाइमेट चेन्जका कारण अब यी एल निनोका घटनाहरू अझै बढी खतरनाक र अनअपेक्षित हुँदै गइरहेका छन्। अचम्मको कुरो के छ भने एल निनो सकिएपछि यसको एउटा जुम्ल्या बहिनी पनि आउँछ जसलाई ला निना भनिन्छ, जसले फेरि यसको ठिक उल्टो असर देखाउँछ। यदि तपाईँहरूलाई ला निनाको बारेमा पनि यस्तै भिडियो चाहनुहुन्छ भने तल कमेन्ट गर्नुहोला। भिडियो कस्तो लाग्यो मन परेमा आफ्ना साथीभाइहरूसँग सेयर गरी च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो हेरिदिनु भएकोमा धन्यवाद। See you next time.